त्यति हर न कोट भर्दिया त भइगयो पैसाले 12 लाख दिया पनि भन्दैन म हामी 3 बडा नाति लागेर चोर्यो भन्दियो हामी तँलाई नाइ 2 तोला नदिने कसम पारीको ब्यागमा हामीले सुनचाँदी चोरीकन पारीबाट आएको म एक्लै हुँ साथीहरु आज हामी चाहिँ बैंक र सुनचाँदी पसल लुटेर यो झोलाभरि रुपियाँ र सुनका डल्ला खान तुम एक भिडियोमा बोल्दियो बडा नाति लागेर चोर्या हो भनिखेर बोल्दियो हामी 3 लागेर चोर्या भनिखेर भिडियोमा बोल्दियो हामी तँलाई 2 लाख रुपियाँले 2 तोला सुन दिउली भन्छु अनि मान्छेहरुको के रियाक्सन आउँछ भिडियो पुरा हेरे यो चाहिँ पार्ट 2 हो धेरै माया गर्दिनु होला धन्यवाद यहाँ सुन्दैन कुछ न कुछ तो गड़बड़ जरूर है दया कुछ न कुछ तो गड़बड़ है बैंकले रुपियाँ चोरी गरेर आएको छु देख्या असल रे त सुनचाँदी पसल लुटिखेर आएका छु बढिया यो झोला पछाडि रुपियाँ छन् सबै बढिया रे यो रे मु लागि चोर्यौ अनि हामी एक भिडियो बनाउँदा थियौ त्यही भिडियोमा तमी कसो भन हामी 3 लागि चोर्यौ भनिखेर भन्दियो हामी तमलाई 2 तोला चाँदी रे मलाई चाहिएन त्यो चाहिँ हरामका रुपैयाँ लिँदैन म मात्रै खाँदैछु 70000 रुपैयाँ दिनु नाइ त्यति हर न कोट भर्दिया त भइगयो पैसाले 12 लाख दिया पनि भन्दैन म पछाडी पुलिस लागिराख्ने लाग्न देऊ पुलिस मेरा दोष हुन आउन देऊ पुलिस यहाँ न एक 3 लागि चोर्या न भन्दैन म हामी तमलाई यो भन्नला म भन्दैन 2 लाख देउली 2 लाख 2 लाख देउली भने हामी हजुर यस्तो 2 लाख देउली बता नि चाहिएन म 1 रुपैयाँ होइन म अब हामी यहाँ सुध हामी पारीको सुनचाँदी पसल रे राष्ट्रिय बैंक लुटिखेर आगा छौं यहाँ त अहिले सुनचाँदी लुटिखेर यहाँ पछाडी छ झोला यहाँ त सबै सुन मात्रै छ तमले हामीलाई एउटा सहयोग गर्नु पर्यो के सहयोग तमले कसो गर्नु पर्यो हामी भिडियो बनाउँदा हैन हामी 3 जना तमी कसो भन्दा कि एक भिडियो हामी 3 बडा नाति लागेर चोर्यो भन्दियो हामी तमलाई नाइ 2 तोला नदिने कसम नाइ त्यो कुरा यति भन नाइ प्लिज मलाई यति भन नाइ भन्ने ल हजुर हामी पारीको लाग्दैन भन्ने पारीको बैंक लुट्याको हामी लुट बाबु म लाग्दैन हामी 3 जना लागेर हो यहाँ त सुन्दा हामी यो पछाडी हामी यो बैंकले सुनचाँदी पसल चोरी खेर भागे हुँदै क्या सुन्दै कि नि पछाडी भन्दा झोला यहाँ त सबै सुन रुपियाँ मात्रै छ तमले के गर्नु पर्यो भन्दाखेरि एक भिडियोमा यसरी बोल्दियो हैन हामी 3 लाख चोर्या भने बोल्दियो हामी तमलाई 2 लाख दिन्छु कसम भने भन्नु हुँदैन हाम्रो पछाडी पुलिस पढ्या खाने के पुलिस ल्याउन भन्नु हुँदैन यति भन्दियो न कसो भन्दा कि हामी 3 दाजुभाइ मिलिखेर चोर्यौ मात्रै भन्दियो हामी तमलाई 2 लाख क्याश दिदा 2 लाख क्याश अनि सुन पनि दिन्छु कसो 2 तोला सुन त्यही त तमी यति बोल यति भन्दा कि हामी 3 लाख चोर्या मात्रै भन्दा भिडियोमा हामी तमलाई 2 लाख म 50 रुपैयाँ हुने चाहिँ अहिले 50 रुपैयाँ हुने चाहिँ म किन नै तमी यति भन्दा न भिडियोमा हामी स्टार्ट गर्दा यसरी तमी कसो भन साथीभाइ यस्तै हो हामीले पारीको सुनचाँदी पसलले बैंक लुट्याको हामी 3 दाजुभाइ मिलिखेर लुट्यौ मात्रै भन 50 दिने आइल भाउ कैसे लोग रहते हैं यार यहाँ पर 50 हुने अहिले है 2 लाख दिने भने नयाँ भन ये फंस गया सीएम हामी 3 जनाले सुन चोर्याको मदिएर भन्दैन हामी 3टा जनाले 3ले पारीको बैंक रे सुनचाँदी पसल लुट्याको पारी बैंकको रे सुनचाँदी लुट्याको हामी 3 महिनाले 3 भाइ बहिनीले त्यसरी भन्दा तमी एक्लै भन पारी बैंकबाट 3 लाख सुनचाँदी हामीले 3 भाइ बहिनीले गरेको डिप्रेशन के गरे सुनचाँदी पारी बैंकबाट त त्यसो नभन भने तमी कसो भन यहाँ त त्यही त तिमीलाई जान्दियो थाहा पनि हुनु भन देखेन थाहा भएर त बर्बाद भइगयो त मुन्टु उडो पनि गर्छ हल्का उदा मुन्टा ला हक्या पुदो ला पारीको सुनचाँदी लुटेका हामीले 3टा भाइ बहिनी हामीले पारी बैंक हामी 2 हैन इनु मात्रै हुन् हैन गाइस हामी 2 हैन इनुले इनले मात्रै चोर्नु भएको छ 2 यो सुन यताउति हामी 2 नै मु एक्लैले चोर्यौ म त अब एक्लैले चोर्यौ म त एक्लैले आउँछ भाई यहाँ पे क्या हो रहा है तिमी यहाँ एक्लैले भन्दिया भन्दैन हामी 2 त अलग भइगयौ त अब तपाईलाई 2 लाख रे 2 तोला दिनु पारीको
ब्यागमा हामीले सुन चाँदी चोरिकन पारीबाट आएको म एक्लै हुँ। नाउ पनि भन्दैन के आउँछ त नाउ नाउ पनि भन्दैन के आउने हो त नाउ भने आज नि चक्र अर्कै नाउ पाडा अर्कै नाउबाट अर्का के हो रे अर्थको नाउ पाडा भएको नाउ यहाँ मुखुडो जे आयो त्यही भन्दैन आइके साउन्ड अब तुमले अब कसो भन ती रुपियाँ रे ती सुन चाँदीका ती डल्ला मेरै गोजाउँदा छन् मेरा ठाउँ छन् भन्छ मेरै गोजामा छन् के छन् सुन चाँदीका डल्ला रे ऊ मेरा गोजामा छन् जिममा छन् भयो म एक्लै हुँ। त निकाल अब गोजाउँदा नि निकाल्यो भने त सुन कहाँ सुन निकाल बम्मा बहन पे कहाँ रे सुन आऊंगा मैं इनकी पारीको लुटिया तुमले यो रहेछ नि त सुन बुझ्यो नि त पत्ता त लाग्यो त पत्ता लाग्यो हामी पत्ता लगाउनलाई गर्नेवाला हौ अनि भन्दा आइतेछौँ ल अविनलाई पकड बाइकमा मार ल बाइकमा बस्नु पर्यो त हामी अनुसन्धान गर्नेवाला हौ अनुसन्धान गर्नेवाला हौ हामी थाहा पायो नि खासमा तपाईँले चोरेकै रहेछ अब त पारीको अनि नाइ किन भन्या त अनि त्यसरी भन्नु भन्दाखेरि भन्ने हो भारी मिस्टेक हो गया सर तपाईँले के का लागि भने एकदम कोही मान्छे आइसक्यो तपाईँले हामीले चोर्यौँ भन्दा तपाईँ भन्नुहुने हो तपाईँले किन भने तमी रहेछ हो खास चोर्ने त तमी रहेछ बाइकमा बाइकमा उठा बाइकमा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ किन नै तमीले भने किन भने तपाईँ किन भने नेपालतिर पुलिस छ तिमीले कल गर्नु एकछिन कल गर इनुई रहेछ नि त अनुसन्धान गर्दाखेरि तपाईँ पढ्यो तमीले 50 रुपियाँका लागि त्यसो भन्ने हो त्यसो भन्ने हो त अनि किन भने पाउ लागि म त्यसो गर्ने तमीले लिएकै रहेछ किन त तमीले लिएकै रहेछ हामीले लिएर रहेछ त तपाईँले 50 रुपियाँ लागि भन्नु किन पर्यो भिडियोमा भन्नु भन्दाखेरि कोही वाक्य नराएको मान्छे आठी तमीले यसो भन्नु भन्दाखेरि भन्ने हो तमीले भन्नु हुँदैन तमीले भन्या तमी रहेछ बाइकमा नाइ भनेर बाइकमा हाल बाइकमा राख्नु नाइ भने तहेर अब दहेर क्या त राजा यसो भन्दैन त घुम त ल बाइकमा हाल नाइ तमी रहेछ नाइ भनेर नरेन भाउ म तमी रहेछ हो कि खास नाइ भने किन भन्या त अछि तमीले भन्ने हो कि त्यसो अब भन्ने हो कि नि कानसम्म हो कोही बाहिरीको मान्छे आइखेर तमीलाई यसो यसो गर यसो यसो गर्दैन भने लालचमा फसाइखेर भन्दा न लालचमा फसाए तमी यसो गर्ने हो कि गर्दैन म त गर्दैन कानसम्म गुड बस यसो गर्नु हुँदैन थाहा पायो नि नराम्रो नचिनेको मान्छेले तमीलाई यति रुपियाँ दिँदै भनिखेर लालचमा फसाए तमीले यसो गर्नु हुँदैन तमी किन फस्या ल बाइकमा 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 हेर न अब खालि दिदिने गर्नु भाउ यसो हो यहाँ आउन म सम्झाउँदैन बाइकमा हाल्दैन अब यहाँ त सुन सम्झाउँदैन हामी कमेडी भिडियो बनाउने बाला आउँथ्यो क्या तमीले नसुन चोर्या न केही चोर्या उड्डा हो न दण्डीमा हान यसो लोभ लालचमा तमीले हाले तमीले फस्नु भएन सुन्यो ठिक हो तमी पनि जाओ नास्ता खाओ 50 रुपियाँका लागि तमी त्यसो नगरे तमीले मतलब त्यसो नगर्नु हा ल 100 रुपियाँसम्म बढी त छैन हाम्रामा नाइ त्यसो गर्नु पर्दैन तपाईँ 50 रुपियाँ दारू खाने हो कि नास्ता खाने हो बिडी त्यो किन्ने तमी ज्या खान्छ खाओ तर यसरी लोभ लालचमा कसैले फसाए तमीले नफस्नु जस्तै त हामीले तिम्रो मन चोर्न लागि यसो भन्यो तमी त डाइरेक्ट भन्न लाग्यो कि मैले चोर्याउ त्यसो भन्ने हो त्यसो भन्ने होइन थाहा भा अबदेखि तमीले यति बुझ कि कोही बाहिरी मान्छे आइखेर यसो हर यसरी यति रुपियाँ दिँदैन तँ यसो गर भनिखेर भन्यो कि तमीले त्यो काम बिल्कुल गर्नु भएन ल हामी कमेडी भिडियो बनाउने वाला हौ तमीले यसो तिम्रो मन चोर्न लागि हामीले भिडियो बनाऊ हैन ल जाऊ नास्ता खाऊ नास्ता खा फेरि त्यो दारू सारू खाने काम नशा भन्ने दारू खाने हो कि नाइ नाइ दारू खाने ल्याऊ नाइ खाँदैन खाँदैन ल त खाना खानु गरिकन अहिले गोरु बाख्रा कुदेर खानु छ यहाँ लोभ लालचमा नफस्नु हा हो हजुर तपाईँ हात गर लाडाया थिन न हात गर दारू खायो तिमीले खाना हो दारू त्यसो हाने खाँदैन भन्यो एक करोड खा रहेछ खा रहेछ झुट नबोली भन्दा नाइ फेरि खाएँ झुट नबोल कति खा कति भन्छ नडाँटी भन्छ झुट नबोल
कति खा झुट नबोल एक खाएको भयो बिहान अब नखा बिहानै अब नखा। नखाए त्यसै दारू जुरुट नखाए सम्झाएको दुःख नमारे सम्झाएको एकदम। लोभ लालचमा नफसे कसैले यति रुपियाँ दिँदो यो सहर भनेर नहर्नु बराबर बाबु गुड कोही मान्छे आउन यसो यसो गरे भनेर त्यस्तो त्यसैमा नलाग्नु गुड, गुड। आफूले साइड लागिजानु ठिक भयो गुड गाइस कसैले पनि लोभ लालचमा यसरी पस्नु हुँदैन उनुका यसरी ल सबैले यो भिडियो शेयर गरिदिनुहोस् धन्यवाद एकदम ल हात लाग्यो हजुर चक्र सुन्दैन हजुर पनि हजुर हजुर ल जा एक किलो सुन्दिनु हुन्छ तपाईँ हैन ल हात हजुर